सौर्यमण्डलमा रहेका 8वटा ग्रहहरूमध्ये तेस्रो ग्रह पृथ्वी पनि हो। यो सौर्य परिवारका ग्रहहरूमध्ये जीवावशेष भेटेको एकमात्र ग्रह हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ। यसको व्यास करिब 12,742 किलोमिटर छ। पृथ्वीले सूर्यको वरिपरि घुम्न लगाई 365.25 दिनमा एक फन्को घुम्दछ। सौर्यमण्डलको निर्माण भएको लगभग 10 करोड वर्षपछि पृथ्वी एकपछि अर्को टक्करको परिणामस्वरूप निर्माण भएको थियो। लगभग 4.54 अरब वर्ष पहिले पृथ्वीले आकार दिएर सुरु गरेको थियो भने यसको केन्द्रले फलाम र वायुमण्डल प्राप्त गरेको थियो। यी दुई ग्रहहरू बीच 4.5 अरब वर्ष पहिले भयङ्कर टकराव भएको थियो। सोही समय ठुलो टक्करपछि पृथ्वीको सृष्टि भएको मानिन्छ। यानि कि यो ग्रह करिब 4.57 अर्ब वर्ष अगाडि उत्पन्न भएको। अब कुरा गरौँ पृथ्वीमा मात्र किन जीवनको सम्भव भएको हो। किनकि सूर्य र पृथ्वी बीच जुन दूरी रहेको छ त्यसैले यहाँ जीवन सम्भव भएको। कल्पना गर यदि पृथ्वी बुध ग्रह सरह सूर्यको नजिक भएको भए अथवा वृष ग्रह जस्तै टाढा भएको भए के पृथ्वीमा जीवन सम्भव थियो? यसको सहज उत्तर हो हुन्थेन। बुध ग्रह जस्तो नजिक भएको भए प्रकाशको प्रचण्ड रापको कारणले कुनै पनि प्राणीको अस्तित्व के कुरा यहाँ कुनै पनि प्रकारको जीवन चक्र प्रारम्भ हुने अति प्राथमिक शर्तहरू नै पुग्ने थिएनन्। वरुण ग्रह जस्तो टाढा भएको भए प्रकाशको अति कमीले गर्दा ग्रहको संरचना नै ठोसको सट्टा ग्यासको रूपमा नै रहिरहन्थ्यो। हामीले थाहा पाइसकेका छौँ प्रकाशले 1 सेकेन्डमा 2,49,792 किलोमिटर दूरीमा तय गर्छ। यस गतिले सूर्यको प्रकाशलाई पृथ्वीसम्म आइपुग्न 500 सेकेन्ड अथवा 8 मिनेट 20 सेकेन्ड समय लाग्दछ। पृथ्वीमा 99% हिस्सा पानी र 21% हिस्सामा मात्र जमिन रहेको छ। जम्मा जमिनको 1/3 भागमा मरुभूमि रहेको छ। यस पृथ्वीमा जम्मा 195 देश रहेका छन् भने यसै देशलाई पनि विभिन्न महादेशमा विभाजन गरिएका छ। जसमध्ये एसिया महादेश संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यसको क्षेत्रफल 4,45,79,000 किलोमिटर। यो पश्चिममा युरोपसँग जोडिएको छ। यस महादेशमा धेरै जनसङ्ख्या भएको हुँदा यसलाई होम अफ म्यान भनी पनि चिनिन्छ। एसिया महादेशमा 10वटा देशभन्दा बढी देशहरू पर्दछन्। सबैभन्दा ठुलो स्थलखण्ड करिब 4,45,79,000 वर्ग किलोमिटरमा फैलिएको छ भने भूगोल र जनसङ्ख्या दुवै हिसाबले एसिया विश्वको सबभन्दा ठुलो महादेश हो। एसिया महादेशको उत्तर दक्षिण चौडाइ सरदर 8600 किलोमिटर र पूर्वी पश्चिम लम्बाइ 9600 किलोमिटर रहेको छ। यसले पृथ्वीको कुल स्थलको भागको 29.68% र पुरै पृथ्वीको 8.6% हिस्सा ओगटेको छ। विश्वको बढी जनसङ्ख्या हुने देश चीन र भारत पनि यसै महादेशमा पर्दछन्। यस महादेश विभिन्न किसिमका प्राकृतिक सम्बन्ध रहेको छ। जस्तै विश्वको सबभन्दा अग्लो सर्वोच्च शिखर सगरमाथा 8848.86 मिटर जुन नेपालमा पर्दछ। विश्वको सबभन्दा गहिरो ताल बैकाल रसिया देशमा पर्दछ। एसिया महादेशमा पर्ने विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलोत्सो ताल, विश्वको सबभन्दा लामो पर्खाल ग्रेट वाल अफ चाइना, विश्वमा सबभन्दा बढी वर्षा हुने ठाउँ चिरापुन्जी जुन भारतमा पर्दछ। यस महादेशमा पर्ने इन्डोनेसियामा सबभन्दा बढी टापुहरू पाइन्छन्। यस महादेशमा सबभन्दा बढी चिया उत्पादन गर्ने देश भारत हो भने सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने देश नेपाल हो। नेपालले एसिया महादेशको 0.3% क्षेत्रफल ओगटेको छ। एसियालाई भूमध्य सागर, कालो सागर, अन्टार्कटिका महासागर, प्रशान्त महासागर, हिन्द महासागरले घेरेको छन् र एसिया आकार र जनसङ्ख्या दुवै दृष्टिबाट विश्वको सबभन्दा ठुलो महादेश हो। विश्वको कुल भूभागको लगभग 3/10 भाग अथवा 30% एसियामा रहेको छ। नम्बर 2 अफ्रिका महादेश। अफ्रिका महादेश क्षेत्रफलको आधारमा एसिया पछिका विश्वको दोस्रो ठुलो र दोस्रो धेरै जनसङ्ख्या भएको महादेश हो। लगभग 3.03 करोड वर्ग किलोमिटर क्षेत्रफल सहित यसले पृथ्वीको 20% भूमि क्षेत्र र यस कुल सतह क्षेत्रफलको 6% ओगटेको छ। यसमा 54वटा देश रहेका छन्। यस महादेशमा धेरै सांस्कृतिक सम्पदा रहेको पाइन्छ। यस देशमा अधिकांश मानिसहरू काला जातिका रहेका छन्। यस देशलाई कालो अँध्यारो देशले पनि चिन्न सकिन्छ किनभने यस देशमा शिक्षा र चेतनाको विकास हुन सकेको छैन र यस देशमा अधिकांश मानिसहरू गरिबी रेखामुनि रहेका छन्। अफ्रिका महादेशको सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभूमिलाई चिनिन्छ र सबैभन्दा लामो नदी नाइल नदी हो। विश्वको सबैभन्दा गर्म हुने ठाउँ अल्जेरिया पनि यसै महादेशमा पर्दछ।
पिरामिडको देश भनेर पनि यसै अफ्रिका महादेश चिनिन्छ र अफ्रिकाको सबैभन्दा ठुलो देश अल्जेरिया हो भने सबैभन्दा सानो देश सेल्सियस हो। नम्बर 3 उत्तर अमेरिका। अमेरिकी महादेशहरूमध्ये उत्तरतर्फ रहेको महादेश हो। यो पृथ्वीको उत्तरी गोलार्ध र झन्डै पूर्व रूपले पश्चिमी गोलार्धमा पर्दछ। यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ट महासागर, दक्षिण पूर्वमा क्यारिबियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन्। यस महादेशले करिब 2,47,09,000 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ, जुन पृथ्वीको 4.8% क्षेत्र हो र 16.5% भूभाग हो। सन् 2008 जुलाईको तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करिब 52.9 करोड थियो। यो महादेश क्षेत्रफलको आधारमा एसिया र अफ्रिका पछिको तेस्रो ठुलो महादेश हो भने जनसङ्ख्याको आधारमा एसिया, अफ्रिका र युरोप पछि पर्दछ। विश्वको महादेशमा सबैभन्दा ठुलो देश क्यानाडा हो भने सबैभन्दा सानो देश सेन्ट किट्स एन्ड नेभिस हो। नम्बर 4 दक्षिण अमेरिका। उत्तर अमेरिकाका महादेशको दक्षिणमा स्थित छ, पश्चिममा प्रशान्त महासागर छ र पूर्वमा आन्ट महासागर पर्दछ। दक्षिण अमेरिकाको केही महत्त्वपूर्ण भौगोलिक अवस्था। एन्डिज नामले प्रसिद्ध यो मर्दार पर्वतमा विश्वको सबैभन्दा लामो पर्वत श्रृङ्खला 7,000 किलोमिटर पनि हो। यो क्षेत्र प्रशान्त अवधिको घेराभित्र पर्ने हुँदा निरन्तर भूकम्प र ज्वालामुखी गइरहन्छन्। यस महादेशको सार्वत्रिक उचाइमा रहेको टिटिकाका ताल पनि एन्डिज पर्वतमालामा नै पर्दछ। महादेशको पश्चिमको एन्डिज र पूर्वी उच्च भूमिको बिचमा संसारकै सबैभन्दा ठुलो नदी अमेजन र अर्को अर्निको नदीको बनाएको विशाल मैदानी क्षेत्र छ। मध्य र दक्षिण पूर्व क्षेत्रमा पाराना र प्रागे नदी एवं तिनले बनाएको पम्पास भनिने घाँसे मैदान यसै क्षेत्रमा पर्दछ। हावापानी अमेजन बेसी क्षेत्रमा वर्षैभरि गर्मी छ। यहाँ असिलो हावापानी पाइन्छ। भूमध्य रेखीय क्षेत्र हुनाले दैनिक घनको वर्षा हुन्छ र बाढी आइरहन्छ। त्यस्तै महादेशका किनारी क्षेत्रमा पनि सामुद्रिक प्रभावले वर्षैभरि वर्षा भइरहन्छ। यस महादेशमा विश्वको सबैभन्दा ठुलो अमेजन जङ्गल, सबैभन्दा लामो देश चिली, यस महादेशमा सबैभन्दा ठुलो देश ब्राजिल हो भने सबैभन्दा सानो देश ट्रिनिडाड एन्ड टोबागो हो। नम्बर 5 अन्टार्कटिका महादेश। पृथ्वीको सबैभन्दा दक्षिणमा अवस्थित एक महादेश हो। अन्टार्कटिका मात्र एक यस्तो महादेश हो जहाँ एउटा पनि देश छैन। 1,42,00,000 वर्ग किलोमिटर क्षेत्रफल भएको अन्टार्कटिका पृथ्वीको 5औं सबभन्दा ठुलो महादेश हो र यो अन्टार्कटिका यो अस्ट्रेलिया महादेशभन्दा 2 गुणा ठुलो छ र यो युरोपभन्दा पनि ठुलो छ। अन्टार्कटिका संसारमा सबैभन्दा कम जनसङ्ख्या भएको महादेश हो। यस महादेशको जनसङ्ख्या घनत्व 0.00008 प्रति वर्ग किलोमिटर रहेको छ। यहाँको मौसम अति नै चिसो छ। अन्टार्कटिकाको 98% भूभाग औसत 1.9 किलोमिटर हिउँले ढाकेको छ। यहाँ चारैतिर अधिकतर सेतो देखिन्छ। यहाँ मैक, मुराडो, पाल्मेर सहरमा मात्र केही मान्छे बसोबास गर्छन्, अन्यथा एकदमै कम मान्छे बसोबास गर्छन्। अन्टार्कटिकामा एकदम कम वनस्पति छ। ठुलो मात्रामा सास लिने जन्तुहरूमा मात्र पेन्गुइनहरू, सिलोवेलहरू छन्। यहाँ एउटा पनि ध्रुवीय भालु छैनन्। नम्बर 6 युरोप महादेश। पृथ्वीमा रहेको 7 महादेशहरूमध्ये एक महादेश हो। क्षेत्रफलको हिसाबले 6औँमा पर्दछ। यसको क्षेत्रफल 1,18,00,000 किलोमिटर रहेको छ। युरोप एसियामा महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप एसिया मूलतः युरेसियाको खण्ड हो र युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। युरोपको उत्तर दिशामा आर्कटिक महासागर र अन्य जल निकाय, पश्चिम दिशामा एटलान्टिक महासागर, दक्षिण दिशामा भूमध्य सागर र दक्षिणी पूर्व दिशामा कृष्ण सागर र यससँग जोडिएको जलमार्ग। यस महादेशमा संसारको सबैभन्दा ठुलो देश रसिया र संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटी यसै महादेशमा रहेका छन्। यस महादेशको नदी डेबी नदी हो। यो नदी 7वटा भन्दा बढी देश भएर बहन्छ। यस महादेशमा 50वटा भन्दा बढी देशहरू रहेका छन्। यस महादेशमा सबैभन्दा ठुलो देश रसिया भने सबैभन्दा सानो देश भ्याटिकन सिटी हो। नम्बर 7 अस्ट्रेलिया महादेश। आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्धको महादेश अन्तर्गत पर्ने एउटा देश हो, जुन विश्वको सबैभन्दा सानो महादेश हो। यसको क्षेत्रफल 76,86,850 किलोमिटर। अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश एउटा राष्ट्र तथा टापु मान्ने गरिन्छ। यस देशलाई विचित्रताको महादेश पनि भन्ने गरिन्छ, किनभने यहाँ कतै नपाइने कङ्गारू, पेल्टियस र डिङ्गो जस्ता जनावर पाइन्छन्। क्षेत्रफलको आधारमा सबभन्दा ठुलो देश अस्ट्रिया हो भने सबैभन्दा सानो देश नाउ हो।